हाई एभ्रिवान, गुड मर्निङ। मेरो रुमको हालत यस्तो छ गाइजहरू, यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू। मेरो लगेज, मेरो रुमको हालत त बेहाल छ। अनि म चाहिँ आज कहाँ जान लागेको भन्दाखेरि म मात्र होइन, आज मेरो साथीहरू, आज हामी सबै भएर नेपाल जाँदैछौँ। अनि हामी चाहिँ रेडी भइसकेको गाइजहरू। हाम्रो चाहिँ 6 बज्यो, अब 26 को हाम्रो बस छ। अनि त्यही भएर अब हामी रुमबाट जाने हो। मेरो साथीहरू लिन आउँछ मलाई, त्यही हो। गाइजहरू ल मलाई हाम्रो नन्दको सामान गाइजहरू मेरो यहाँ छ। हामी चाहिँ यहाँ कस्तो फिल भइरहेको नन्द? म एकदम नर्भस भइरहेको छु। किन? फर्स्ट भएर सबै मिलाएर आइछ साथी। खुसी खाने आर्तीको गफ, आर्तीको सामान धेरै भएर गाइजहरू गाइज यसरी हिँडिरहेछ। मरद छ त बसाइरहेको। कस्तो जहिले जाँदा यस्तै हुन्छ यार। म चाहिँ खान लागि बोर्डिङ पास भएर भित्र 6 महिनाहरूलाई हेर्ने यिनीहरूलाई गाइजहरू। गाइज गर्दैछ गाइज। रक्सीको बारेमा थाहा नभएर ब्ल्याक लेबललाई चाहिँ 60 युरो, $60 त्यसै कुन लाग्दैन त? ब्ल्याक आज जिन्दगीमा फर्स्ट टाइम नौलो कुरो थाहा पाइल भन्दैन अन्त के नयाँ कुरा। ट्रान्जिट रहेछ भने चाहिँ यहाँबाट किन्नु भने इन्डियामा गएर किनेर लानु मिल्छ रे। हाम्रो चाहिँ अब यहाँबाट अर्को ठाउँ ट्रान्जिट छ भने चाहिँ जहाँ ट्रान्जिट हो त्यहाँ गएर किन्नुपर्ने रहेछ गाइजहरू सामानहरू। बल्ल थाहा भयो। लोके हाम्रो क्यान्सल भयो गाइजहरू। रक्सी मलाई मनपर्ने भनेको यो एरियामा कहिले मान्छे हुँदैन क्या धेरै नन्द। उनीहरूको फोटो सुट हुँदैछ। म चाहिँ यहाँ छु। म कस्तो आएछु मलाई थाहा छैन, के छैन। अब हामी घर जान्छौँ। डिले भएर हामीलाई एयर इन्डियाले यसरी दिएको छ 15,000 ओन। अनि हामी चाहिँ यो खानको लागि आउँदै हाम्रो चाहिँ 2 घन्टा डिले भएर हामीले पाङ खाँदै हो। हाम्रो साथीहरू उहाँ छन्। यस्तो हालत खराब। हाम्रो डिले भयो, डिले होइन, आज हाम्रो फ्लाइट क्यान्सल होला जस्तो यार गाइजहरू। त्यो कस्तो भइरहेको बिचरा, भोलि घर पुग्ने कस्तो सपना थियो। बेलुका घर पुग्ने 8 बजे घर पुग्ने मान्छे 4 बजेसम्म हामी एयरपोर्टमा छौँ कि ल भनेपछि हाम्रो साथीहरू बाहिर छ। के हुन्छ म देखाउँछु। मेरो भ्लग त झन् राम्रोसँग बनाउँछु भने चाहिँ सधैँ यस्तै हुन्छ। कल्सुबिल भएर आइज। हामी त फाइनली होटलमा आइपुग्यौँ। हाम्रो खाना भयो। अब हाम्रो चाहिँ खाना सुरु हुँदैछ। खाना आटी त खाल जिनाइको कोरोटामा हाम्रो खाना सुरु हुँदैछ। आज हाम्रो के भयो भने आज हाम्रो टिकट क्यान्सल भएर एकदम गाह्रो भयो। बिहानको त 6:30 बज्यो कि ब्रेकफास्ट। हामी चाहिँ आज होटलमा बसेको। नन्द के भन्नु हो नन्द? मलाई एकदम घर जानु मलाई गाइज हामी आज हामी यति बेला नेपाल पुग्थ्यौँ तर यस्तो भयो। अनि आज हामी अहिलेसम्म इन्चन एयरपोर्टको साइडमा होटेलमा छौँ गाइज। त्यही हो। अब के भन्नु र, भोलि घर कति बजी पुग्छौँ थाहा छैन, कहिले पुग्छौँ पनि थाहा छैन। हाम्रो टिकट क्यान्सल भयो आज। फर्स्ट टाइम यस्तो कुरा सुन्दैछु म। फर्स्ट टाइम यस्तो एक्सपिरियन्स। त्यही हो। अब हेरौँ के हुन्छ। भएर रुममा जाँदैछौँ। अनि त्यसपछि सुत्छौँ हामी। एकदम थाक्यो हाम्रो आरती। हाम्रो आरती 6 त भइसक्यो। अब हामी रुममा गएर सुत्नेछौँ।
आज हाम्रो टिकट क्यान्सल भएर हामी चाहिँ होटलमा बसेको मेरो होटलको रुममा यस्तो छु गाइस अब हामी घर कहिले जान्छ थाहा छैन अहिले बिहानको ब्रेकफास्ट हो अनि मेरो हालत चाहिँ अहिले हामी एयरपोर्टमा आइपुग्यौँ होटल जाँदैछ होइन नि त अब खुसीको पहल सुना अब हामी यहाँबाट घर जाँदैछौँ गाइज र हाम्रो चाहिँ 1:30 बजेको फ्लाइट छ हाम्रो सुन्दर त खुसीले चाहिँ 1 बोतल रक्स किनेको म यस्तो हुन्छ हिजो हाम्रो टिकट क्यान्सल भयो अनि हामी हिजो यहाँबाट होटल गएर बसेर अनि फेरि अहिले होटलमा आएर अब हामीले कोरियन एयरको टिकट काटेछौँ अब हामी घर जान्छ हाम्रो चाहिँ 1:30 बजेको टिकट छ हामी 4:30 बजे नेपाल पुग्छौँ गाइजहरू नेपालको 4:30 वाउ आज त हामी डाइरेक्ट लागिरहेछ आज चाहिँ हामी कतै नजरी सिधै नेपालमा ल्यान्ड त्यही हो गाइजहरू खुसी लागिरहेछ ढिलै भयो भने घर पुग्ने भयो यो त्यस्तो डम्म भयो नि घाम लागेर भयो यो चाहिँ कसैले यसरी यो साइड चाहिँ यसरी आएको रहेछ कि अरू चारपट्टि थियो नि त यो चाहिँ अघि हाम्रो प्लेन हुनुपर्छ यहाँबाट हामी जाने त्यो गाइजहरू खुसी लागिरहेको धेरै बजी घर जानु पाएको भएर दुःख पनि भयो हामीलाई दुःख पनि पायो सामान झिक्ने यहाँले झिक्ने सामान झिक्नेर के गर्न गाह्रो भयो क्या नत्र अनि सामान ल्याउनलाई होटलमा बस्न त मजा भयो मेरो दाँत यस्तो एउटा कन्टेनरमा क्या यस्तो एउटा कन्टेनरभित्र हालेर हामीलाई यो लगेज मात्रै बुढाउने भए चाहिँ सजिलो हुन्थ्यो होला के हो गाइजहरू अब हामी तिमीहरूलाई देखाउँछौँ प्लेन चढेछ अब कति रमाइलो गर्छौँ हामीले भनेर हाम्रो भ्लग आउँछ 20 दिनमा है अब आरतीको भ्लग आउँछ गाइज आरती गुरुङ सबैले सब्सक्राइब गरिदिनु होला छिटै आउँदैछ ल गाइस साथी बाई गाइज एक्लै छ त्यो मान्छे आएन भने त झ्यालमा बसेर पाउँछस् के मान्छे आएन भने तर म बस्न पाउँछु क्या ल हाम्रो नन्द यहाँ चाहिँ कस्तो भिड भइरहेन अन्त 2 दिन घर पुग्दैछौँ गाइज एकदम टायर्ड छु म यहाँ छु गाइज 2 दिन घर पुग्ने मान्छेहरू हामी खुसीका साथ हाम्रो आरती एक्लै छ हाम्रो सामान यहाँ छ अब चाहिँ हामी फिल्म हेर्नुपर्छ गाइस हामी यहाँबाट जानु लाग्यो हाम्रो आरती उहाँ छ एक्लै म र नन्द यहाँ छौँ खुसीको खबर नन्द कस्तो लागिरहेको घर जान पाएन हामी झ्याल पाएनौँ गाइस आज हामीले गयो चाहिँ कोरियन एयरको खाना यस्तो छ होइन अन्त हाम्रो नन्द खाना यस्तो छ मेरो खाना यस्तो छ हाम्रो यता यस्तो छ हाम्रो आरती त एक्लै कफी चेयर्स गरेर भनेको त कफी नै नआएर रहेछ हाम्रो नन्द केट रेडी भइरहेछ हाम्रो आरती बहिनी त सुतेछ फुच्ची हल्ला गरेर पान्डा बिर्स्यो नन्द धन्दा आरतीले पान्डा बिर्स्यो हामीले केही सामान त बिर्से छैन नि 1 सेकेन्ड आनन्द खुसी लागिरह आरती पान्डा फाइनली हामी आइपुगे मेरो साथीहरू चाहिँ अगाडि गइसक्यो म मात्र पछाडि गाइस तर गयो हामी 2 जना आरती र म मात्र 2 जना छुटेको गाइजहरू हाम्रो साथीहरू गयो हाम्रो नन्द छ हाम्रो सामान आइसक्यो गाइस आरती कसरी भएर खुसी भयो भेरी ह्याप्पी एक दिन 2 दिन
हाम्रो पुगे हामी फाइनली हामी आइपुग्यौँ म बाबुन कलेज जाँदै हामी हाम्रो रुममा आइपुग्यौँ खुट्टाको हालत त्यस्तो छ हामी यता छौँ हाम्रो दिदी जुदा हुनुहुन्छ गाइस चटपट हाम्रो अङ्कितले ल्याइदिएको बाहिर आटा उता साइडबाट गइदिन्छ के